साथीहरू तपाईँ हामीले विगत लामो समयदेखिको हेर्दै आएको बुहारी सिरियल अब पनि सोमबार नआउने भएको छ। हो साथीहरू, अब पनि बुहारी सिरियल सोमबार भने नआउने भएको छ। हरेक सोमबार बेलुका राति 8 बजे हिमालयन टेलिभिजन एचडी र ओएसआर डिजिटलबाट बुहारी सिरियल भने प्रसारण भइरहेको थियो। तर अब भने बुहारी सिरियलको समय परिवर्तन भएको कुरा भने हामीलाई बुहारी सिरियलको टिमले भने जानकारी गराएको छ। यो भिडियो अन्तर्गत रहेर यसै विषयमा म जानकारी दिनका लागि उपस्थित भइसकेको छु। त्यसैले भिडियोलाई अन्तिमसम्म हेर्नुहोस् है त। र बुहारी सिरियलको तपाईँहरू नियमित दर्शक हुनुहुन्छ भने कृपया हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा बुहारी लेखेर हाम्रो यस च्यानललाई पनि सब्स्क्राइब गर्न सक्नुहुनेछ। आउनुहोस् ढिला नगरिकन भिडियोको मेन विषयवस्तुतर्फ लागौँ। साथीहरू, हामीले ओएसआर डिजिटल युट्युब च्यानल त्यस्तै हिमालयन टेलिभिजन एचडीबाट सोमबार बेलुका राति 8 बजे भने हामीले बुहारी सिरियल हेर्दै आइरहेका थियौँ विगत लामो समयदेखिको। तर अबदेखि यो सिरियलको समय पनि परिवर्तन भएको छ। अबदेखि हामीले सोमबार नभएर यो सिरियल भने शुक्रबार हेर्न पाउनेवाला छौँ। र अबदेखि सोमबार यो सिरियल आउँदैन, शुक्रबार आउँछ। शुक्रबार बेलुका राति 8 बजे ओएसआर डिजिटल युट्युब च्यानल त्यस्तै हिमालयन टेलिभिजन एचडीबाट प्रसारण हुनेवाला छ। अबदेखि यो सिरियलको समय भने सोमबार नभएर शुक्रबार आउने भएको छ। तपाईँहरूलाई यो सिरियलको समय परिवर्तन हुँदाखेरि कस्तो लागिरहेको छ कृपया आफ्नो विचार भने कमेन्ट सेक्सनमा लेख्नुहोस् है त। र बुहारी सिरियलको नियमित दर्शक हुनुहुन्छ र बुहारी सिरियल एकदमै धेरै मनपर्छ भने कृपया हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा बुहारी लेखेर हाम्रो यस च्यानललाई पनि सब्स्क्राइब गर्नुहोला भन्दै अहिले बिदा माग्न चाहन्छु। हस् त, नमस्कार।